हेलो फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। यता चाहिँ अहिले चाहिँ सामान आएको हो अनि म चाहिँ ओपनिङ गर्दैछु सामान चाहिँ के भने चाहिँ लोकल टमाटरको अचार अनि त्यसपछि पोर्क बुङ्गुको मासु पठाइदिनु भएको छ मम्मीले चाहिँ गोर्खाबाट। अनि अहिले भर्खरै लिएर आएको हो अनि म हजुरलाई देखाउँछु है त। मासु चाहिँ म चाहिँ यतै प्लास्टिकहरू सबै खोलेर चाहिँ राखिसकेको छु। यता छ लोकल टमाटरको अचार, यो चाहिँ गमको बट्टा भयो। यता छ मासु पनि यति धेरै चाहिँ एक धानी पठाइदिनु भएछ। झन्डै छ मासु पनि, अचार पनि यति धेरै छ। अनि मम्मीले चाहिँ साग पनि पठाइदिन्छु भन्नु भएको थियो कि फर्सीको मुन्टा। अनि मलाई चाहिँ पर्दैन, यतै बारीमा रोपेको हो त्यही भएर नपठाइदिनु भनेको, पठाइदिनु भएन। अनि म चाहिँ यतिकै बसिरहेको छु। मासुहरू चाहिँ यति धेरै, मासु र अचार चाहिँ ठन्नै हो। अनि यता बसिरहेको गाडीहरूको यता कामहरू गरेको चाहिँ कस्तो आवाज आउँछ क्या, त्यही भएर म चाहिँ यहीँ रोडमै हो नि त, त्यही भएर पसल चाहिँ अनि त्यस्तै साउन्ड आउँछ, माइन्ड नगर्नु होला। यता छ अचार एक बट्टा हो। यता बाहिर चाहिँ बाइकहरू धेरै हुन्छ नि, त्यही भएर चाहिँ साउन्ड आइरहेको हो, माइन्ड नगर्नु होला। रोडको छेउमै हो नि त पसल चाहिँ, त्यही भएर अचार चाहिँ यति धेरै हो। अनि एक झोला मासु हो, मासु पनि यस्तो हो कि टन्नै हो। बोल्ने पाइँदैन, भिडियो नै बनाउनु पाइँदैन, बाइकहरू गाडीहरू हिँडेरै गर्छ नि त, त्यही भएर मलाई पनि टाउको दुखिरहेको छ कि के गर्ने। पसल यहीँ रोडको छेउमै हो। अनि म चाहिँ अहिले बेलुका चाहिँ बनाउँछु। आज चाहिँ सङ्क्रान्ति हो, मम्मीले पठाइदिनु भएको। मलाई चाहिँ त्यसरी मनपर्छ कि पोर्क र टमाटरको अचार मम्मीले बनाइदिनु र पठाइदिनु हुन्छ। यो टमाटरको अचार चाहिँ लोकल हो, बारीमा फलेको थियो अरे टन्नै। अनि मम्मीले चाहिँ बनाउनु रहेछ क्या टन्नै, अनि पठाइदिनु भयो। मलाई चाहिँ कस्तो खाना मन लागिसकेको हो कि यत्तिकै बसिरहेको छु। अब पानी नै परै हो, कतिखेर पर्छ कतिखेर घाम लाग्छ थाहा नै हुँदैन। पानी परे गरेर चाहिँ झ्याउै लाग्छ। मैले चाहिँ मासु चाहिँ यता बाटोमा खनाउन लागिरहेको छु। पिस पनि यत्रो ठुल्ठुलो हो क्या, पिस पनि ठुल्ठुलो रहेछ। हेर्दा पनि खाम लागिसक्यो। बेलुका चाहिँ मस्त बनाएर लानुपर्ने हुन्छ। खाना चाहिँ मैले चाहिँ घरमै खान्छु, अनि सबै घरमै खान्छु खानाहरू। अस्तितिर चाहिँ खाना खाने मान्छे पनि थियो, त्यति बेला चाहिँ यहीँ खान्थ्यो अनि यहीँ खान्थेँ। अहिले चाहिँ खाना खाने मान्छे छैन, त्यही भएर चाहिँ म तलै घरमा जानुपर्ने हुन्छ खाना खानको लागि। अचार खोल्छु ल, साह्रो मिठो बास्ना आएको टेस्ट गर्छु है म चाहिँ। कति मिठो हो, अमिलो हो, पिरो टिमुर हालेको, त्यही पनि गाउँको टिमुर। अब यो अचारलाई चाहिँ सानो बट्टामा हाल्नुपर्ने हुन्छ। मम्मीले चाहिँ सानो बट्टामा हालेर राख भनेको थियो फ्रिजमा, त्यही गर्छु म चाहिँ। भिडियोहरू बनाउन चाहिँ कोसिस गर्छु कि बिस्तारै बनाउँछु भन्छु, भ्याउँदैन बिजी हुन्छु कि। अनि दिउँसोतिर चाहिँ हल्का फ्री नै हुन्छ, अनि एक दुईजना आइरहेको हुन्छ मान्छेहरू चाहिँ हल्का बिजी नै जस्तो हुन्छ, अनि बनाउनै भ्याउँदिनँ क्या। अब चाहिँ बिस्तारै चाहिँ बनाउने ट्राई गर्छु भनेको, भ्याउँदैन। अल्छी पनि लाग्छ कि अहिले चाहिँ धेरै नै भयो नबनाएको भिडियो पनि। अब चाहिँ बनाउनु पर्ला।
बनाइरहेपछि चाहिँ बनाउन मन लाग्ने चाहिँ बनाउन छोडिदिएपछि चाहिँ बनाउनु नमन लाग्ने रहेछ क्या। आज चाहिँ साउने सङ्क्रान्ति हजुरहरूले चाहिँ कसरी मनाउनु भयो? मेरो चाहिँ यस्तै खुसी ल्यायो घर माइतबाट मम्मीले पठाइदिनु भएको मासु र अचार। मलाई चाहिँ सानैदेखि मन पर्थ्यो कि पोर्क चाहिँ। मासु पनि मैले चाहिँ पहिल्यैदेखि चाहिँ पोर्क मासु चाहिँ मन पर्थ्यो कि मलाई चाहिँ बेसरी। अनि मेरो लागि भने नि किनिदिनुहुन्थ्यो मम्मीले चाहिँ, त्यही याद आउँछ मलाई चाहिँ। यस्तै हो मेरो साउने सङ्क्रान्ति, यस्तै भयो। हजुरहरूको कस्तो भयो? राम्रोसित मनाउनु होला, खुसी याली साथमा। हस् त आजको भिडियो चाहिँ यति नै राख्छु।